चाहिँ चाउचाउ ल्याएर अनि पकाएर होइन 3टा चाउचाउ ल्याएको थिएँ मैले अनि आज पकाएर दामी भएको थियो होइन पिरो पारेर प्रिति चाउचाउ ल्याएको थिएँ कि अनि पिरो पारेर खाएको थिएँ अनि दामी भएको थियो क्या दामी भएको थियो होइन अनि सो हेलो 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 गाइस के छ मेरो चाहिँ एकदम ठिक छ होइन अनि आज भर्खर नुहाएको थिएँ अनि नुहाइसकेपछि यस्तो भोक लाग्यो अनि मम्मीलाई 50 रुपियाँ मागेँ अनि 50 रुपियाँ दिनु नि त भनेर अनि ल चाउचाउ लिएर खानुपर्छ सबैजना मिलेर भनेर मैले 50 रुपियाँ मागेँ होइन र साइकल लिएर अनि म चाहिँ दोकानतिर लागेँ साइकल लिएर अनि म चाहिँ नि दोकानतिर साइकल हल्लाउँदै दोकानतिर गएर अनि टट्टसँगले 3टा चाउचाउ ल्याएर प्रिति दामी पिरो हुन्छ क्या फेरि यो चाहिँ अनि अब कराई बसाइवरी ग्यास बालेर कराई बसाएर पानी हालेर पानी त हाल्नै पर्यो पानीमा बोइल गर्ने हो नि त चाउचाउ बोइल गरेर अनि टट्टसँगले पिरो हालेर पकाउनु पर्ने हो यो चाउचाउ चाहिँ अनि तपाईँले यो खानुभएको चाहिँ छैन कमेन्ट गर्नु होला होइन अनि टक्कसँगले चाउचाउ हाल्यो अरे अनि चाउचाउ 3टै चाउचाउ गोलखाल पारेर टक्कसँगले हालेर त्यो फेरि खतरा हुन्छ क्या फेरि पिरो पारेर खानु होइन अब काम चाहिँ गर्नै पर्यो खाना पाएपछि भने म चाहिँ कामतिर पनि लागेँ पानी एक बाल्टी ल्याइदिएँ होइन अनि अब पानी ल्याइसकेपछि त चाउचाउ पनि पाक्न आँटिसकेछ अनि पाक्न आँटेपछि अनि अब पाके पनि हालिछ अनि यसो पानी तताउनुपर्छ नि त त्यही भएर पानी तताउनुतिर लागेँ म चाहिँ नि पानी तताइवरी अनि एउटा भाँडामा हालेर टक्कसँगले प्याज काटेर प्याज हाल्यो भने फेरि दामी हुन्छ नि त अनि फेरि मैले बनाएको चाउचाउ हो फेरि मैले नै बनाएको अनि दामी हुन्छ होइन अनि फेरि म चाहिँ फेरि खतरा चाउचाउ लभर हो कि म चाहिँ फेरि अनि खतरा चाउचाउ बनाउँछु क्या अनि त्यही भएर अनि मम्मीलाई र भाइलाई पनि हालिदिएँ अनि खानको लागि अनि भाका लगाएर दिनको लागि ठिक्क रेडी पारेर अनि टक्कसँगले पिरो ठिक्क हालेको थिएँ अनि दामी भएको थियो क्या अनि म चाखेँ अनि मम्मीलाई चाख्न दिउँ भनेर अनि टक्कसँगले आज खाजा यो नि त त्यही भएर अनि दिएँ मम्मीलाई पनि भाइलाई पनि अब लगाइदिएँ होइन ठिकै पिरो हालिदिएको थिएँ मम्मीहरूलाई चाहिँ अनि मलाई चाहिँ धेरै नै पिरो हाल्थेँ दामी भएको थियो फेरि मलाई चाहिँ पिरो अलि पिरो थियो